हेलो गाइस, गुड मर्निङ सबैजनालाई। आज पनि बिहान उठेर हल्का चिया खाइकन चाहिँ चिया मात्रै खाइकन चाहिँ आफ्नो धन्दाप्रति लाग्दैछु गाइस है। आजको धन्दा चाहिँ मेरो चाहिँ यतै गान्तोकै साइड चाहिँ हुन्छ। सो आज म धन्दामा जाँदैछु गाइस। सो आज कस्तो के कसो हुन्छ सर्ट भिडियो चाहिँ दिने चाहिँ ट्राई चाहिँ गर्छु है। हेर्नुहोस्, इन्जोय गरिदिनुहोस् है त गाइस। अहिले चाहिँ म जस्ट रुमबाट निस्केको। अब म एकैचोटि गेस्टहरूसँग पुगेर म भिडियो गर्नेछु। होटेल पुगेर गेस्टहरूसँग पनि आज चाहिँ मजाले इन्ट्रोडक्सन गर्छु हो। अस्ति त गरम र जामले गर्दाखेरि त भिडियो गर्नु पनि त्यस्तो पाएन हो। तर भए पनि अपलोड गरिरहेको छु है। हेरिदिनुहोस्, माया गरिदिनुहोस्, सपोर्ट देखाइदिनुहोस् है त गाइस। यो रुम जाने बाटो चाहिँ यति चाहिँ अलिक घिनलाग्दो छ हौ गाइस। यहाँ पानी पऱ्यो कि त कच्चा हुन्छ। यहाँनिर चाहिँ मान्छे चढाएर चाहिँ हिँड्नु चाहिँ हुँदैन, खाली चाहिँ ठिकै छ कि मान्छे चढायो कि त गाद्रा गुद्रुप गाडागुडुप हुन्छ नि यहाँनिर मुनि। हेर्नुहोस् न। ओके गाइस, मैले चाहिँ अब चाहिँ टुरिस्टहरूलाई चाहिँ रोपेमा लगाइकन यी मासुसँग बुङ्गुरको मासुसँग चाहिँ खाना खानु लागिरहेको छ गाइस। अब ल्याम यहाँनिर सुँगुरको मासुसँग खाना खाइन्छ। त्यहाँदेखि चाहिँ आज दिनभरि साइट सिन गराइ हुन्छ है त गाइस। ओके गाइस, अहिले चाहिँ माथि रोपे गरिसकेर चाहिँ जाँदै गरेको अब चाहिँ झाँक्री फल्स। गान्तोकको साइड चाहिँ यस्तो हुन्छ। घरिघरि जाममा बस्दै हिँड्नुपर्छ हो। खाना पनि पड्काइहालेँ मैले चाहिँ। सो सर जी, रोपे का एक्सपीरियंस कैसा हुआ सर जी? रोपे का एक्सपीरियंस बहुत अच्छा है। हम लोगों को पूरा बर्ड व्यू मिला सिक्किम का, टाउन का, गान्तोक का व्यू अच्छे से देख लिया ना, बहुत अच्छा लगा। ओके गाइस, अब चाहिँ हामी चाहिँ झाँक्री फल्स जाँदै गरेको। झाँक्री फल्समा पनि म एक दुईवटा सर्टहरू गर्छु, तपाईँहरूलाई देखाउँदै जान्छु गाइस। इसके अंदर एक बैटरी होता है, हम वही सोच रहा था ये काम कर। सो गाइस, म चाहिँ यहाँनिर आइपुगेँ रोपे सकेर चाहिँ झाँक्री फल्स पहुँच गया हूँ हम। ओके ब्रदर।
सो गाइस आज चाहिँ म पनि यहाँ बनझाँक्री फल्स मेरो गेस्टहरूसँग चाहिँ जाँदैछु है। तपाईँहरूलाई पनि म आज बनझाँक्री फल्सको भिडियोहरू देखाउनेछु। हेरिदिनुहोस् है त मेरो यस्तो यहाँनिर सेल्फी खिचिदिएको छ गाइस। यहाँनिर बनझाँक्री फल्सको चाहिँ नजारा यस्तो छ है। यहाँनिर अलिकति बोट उयोहरू छ up late, missed the morning glaze, but the sunlight hits in so many ways. Grab my shades and hit the streets, no plan, chasing vibes like seashells. So guys, मैले चाहिँ भिडियो गर्दैछु, फोटो खिचेको छु हो यहाँ झाँक्री फल्समा। सो तपाईँहरूलाई म अहिले देखाइदिन्छु है त गाइस। म यहाँनिर अहिले चाहिँ भिडियो गरिदिनु चाहिँ तयारी चाहिँ गाइस। हेर्नुहोस् है सटहरू। In the sand, radio hums a tune I can't name. Crooked smiles, crashing waves. खास चाहिँ गाइस यहाँनिर रहेछ नि त। खास चाहिँ यसको लागि आएको नि त यहाँनिर मान्छेहरू। Flip my phone, toss it in my bag. Today's for us, no time. आज चाहिँ मलाई चाहिँ फोटोग्राफरै बनायो मेरो गेस्टहरूले। ठिकै छ केही छैन। मेरो गेस्टहरूलाई यति नै गर्न सक्छु नि। Feel the world just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. यहाँ चाहिँ हल्का पानी पर्दैछ, रमाइलो हुँदैछ। जगह है तो है त गाइस यहाँनिर चाहिँ काशी भ्यू पोइन्ट यो चाहिँ पानी डरो आयो। साइड सिन गर्नु चाहिँ एकदम डिस्टर्ब गर्यो यो पानीले। ओके गाइस, आजको भिडियो चाहिँ यतिमा समाप्त गर्नेवाला छु है। एकदमै रेनी सिजन भएको कारणले गर्दाखेरि गेस्टहरू पनि साइड सिन नगर्ने भयो है त गाइस। बाइ बाइ।